मैले मान्य सदस्यहरूलाई सबै भाषामा यहाँहरूले समय माग्नुहोस् र विषयवस्तुको आधारमा म समय दिन्छु भने भनिरहेको छु। मैले मान्य सदस्यलाई आज 3 चोटि रुलिङ गरिसकेको छु। मान्य सदस्यहरूलाई मर्यादामा बस्नुहोस्, यहाँले स्थान बस्नुहोस्, मान्य सदस्य बस्नुहोस्। मान्य सदस्यहरूले हरेक दिन मान्य सदस्यहरूले सदनमा गरेको व्यवहार हाम्रो संविधान, हाम्रो कानुन, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ। सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। मैले मान्य सदस्यहरूलाई पटक पटक मान्य सदस्य नियमावलीको नियम 20 को खण्ड ज तर्फ मान्य सदस्यहरूको ध्यान आकर्षण गराउँछु। त्यसै गरी नियमावलीको नियम 21 को खण्ड क प्रति पनि मान्य सदस्यहरूको ध्यान आकर्षण गराउँछु।